म चाहिँ भर्खरै माछा पाल्न सिकिरहेको हो र लास्ट टाइम मेरो धेरै माछाहरू मरे र मेरो पछिल्लो भिडियोमा यो कुरा यहाँ सेयर गर्दाखेरि तपाईहरूको सल्लाह सुझाव र साथले धेरै कुराहरू सिक्न पाइयो। तपाईहरूको कमेन्ट्स पढेर साच्ची भन्नुपर्दा एकदमै खुसी लागेको छ है। तपाईहरू मध्ये धेरैजना साथीहरूले व्हाइट स्पट, वाटर क्वालिटी, ट्याङ्क साइकलको कुरा गर्नुभएको थियो। त्यो सबै कुराहरू बुझ्दाखेरि चाहिँ धेरै कुराहरू सिक्न पाइयो त्यहाँबाट। तर धेरै कुराहरू सिक्दै गएपछि चाहिँ मैले थाहा पाएँ मैले गरेको गल्तीहरू। एक्लिमेसन नगर्नु, ट्याङ्क साइकल नगर्नु, मेरो चाहिँ यो दुईटा गल्तीले गर्दा धेरै माछाहरू मरेको रहेछ। तर लास्ट टाइम गरेको गल्ती मैले यो पालि चाहिँ दोहोऱ्याइन है। यो पालि चाहिँ मैले नियोन टेट्रा, फ्यान्टम टेट्रा अनि यो एउटा यो कुन चाहिँ माछा हो यसको त नामै थाहा पाएन मैले। यो माछाहरू चाहिँ हालेँ। तर यो पालि मैले एक्लिमेसन प्रोसेस पुरा गरेँ, ट्याङ्क साइकल कम्प्लिट भइसकेपछि मात्रै माछाहरू एड गरेँ अनि वाटर क्वालिटी पनि चेक गरेरै एड गरेँ माछाहरू। यसो हेर्दाखेरि चाहिँ फिसेसहरू अहिले स्ट्रेसमा छैनन्, एक्टिभ पनि देखिन्छन्। तर अहिले नयाँ समस्या सुरु भएको छ। मेरो ट्याङ्क चाहिँ पुरै स्नेलले भरिसक्यो। एकचोटि त मैले सबै स्नेलहरू निकालेको थिएँ तर थाहा छैन कहाँबाट फेरि आएछ। यदि तपाईँलाई यसको सोल्युसन थाहा छ भने कमेन्टमा मलाई जानकारी दिनु होला है। तपाईँहरूले गरेको कमेन्ट म मेरो अर्को भिडियोमा पढ्नेछु। मेरो यो भिडियोलाई लाइक गरेर सकेसम्म आफ्नो साथीभाइहरूसँग सेयर गरिदिनु होला। हस् त अब तपाईँहरूसँग अर्को भिडियोमा भेट हुन्छ। धन्यवाद।